होस्टेल 3 शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनरत छ। यो फिल्म के कस्तो छ भन्ने बारेमा आज चर्चा गर्दैछौँ। भिडियो अन्तिमसम्म हेरिदिनुहोला। सन् 2013 मा होस्टेल रिलिज हुँदा त्यति बेला दर्शकका लागि यो नयाँ कथा थियो। अनमोल पनि नयाँ थिए। अघिल्ला पुस्ताका कलाकारहरूलाई हेर्दै आएका दर्शकले यसमा नयाँ अनुहार पाएका थिए। जब फिल्म रिलिज भयो यसको कथामा पनि दर्शकले नयाँ स्वाद पाए। अभिनेताका रूपमा अनमोल सँगै पहिलो फिल्मबाट सनल बस्नेत, गौरव पहाडी, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरू पनि धेरै नै रुचाइए। सन् 2015 मा दोस्रो श्रृङ्खला आयो होस्टेल रिटर्न। यो पनि त्यसबेला अधिकांश नयाँ अनुहार लिएर बनाइएको फिल्म थियो, जसमध्ये स्वस्तिमा खड्का अहिलेकी सर्वाधिक व्यस्त मध्येकी कलाकारमा पर्दछिन्। नाजिर हुसेन, सुशील श्रेष्ठ र सुशील सिटौलाले पनि यही पहिलो फिल्मबाटै धेरै चर्चा कमाएका थिए। यसरी हेर्दा होस्टेल फिल्म स्टार कलाकारहरू जन्माउने फिल्मको श्रृङ्खला बनेको छ। होस्टेल 3 मा पनि शीर्ष भूमिकामा सबैजस्तो अनुहारहरू नयाँ छन्। यसका कलाकारहरू मात्र नभएर निर्देशक शशाङ्क कणेल पनि नयाँ हुन्। होस्टेल मेडिकल पढ्ने विद्यार्थीहरूको होस्टेल जीवनको कथामा बनेको थियो। होस्टेल रिटर्न इन्जिनियरिङ कलेजका विद्यार्थीहरूको कथामा बनाइएको थियो। होस्टेल 3 मा आईटी कलेज पढ्ने विद्यार्थीहरूको होस्टेल जीवनको कथामा बनेको छ। मित्रता, झगडा, प्रेम, बिछोड र उतार चढावकै कथा छ होस्टेल 3 मा। कलेजका अघिल्लो र पछिल्लो ब्याचका विद्यार्थीहरूको द्वन्द्वको कथा यसमा पनि निरन्तर दिएको छ। कथा वाचन भने यसपालि वर्तमान विगतलाई समेट्दै अगाडि बढाइएको छ। विभिन्न ठाउँबाट आएका विद्यार्थीहरू होस्टेल बसेर कलेज पढ्दछन्। सत्यप्रकाश, पारस बम ठकुरी, कुल बोइज, जितहाङ, पदम ताङवाङ, शिव आशिष घिमिरे र मानव रिहान गिरी सुरुबाटै साथी बन्दछन्। उनीहरूकै ब्याचमा हुन्छ निशा, सिमरन पन्त, सहाना, हेना नगरकोटी र दिपा समा पराजुली। पढाइमा तेज, निडर, सहयोगी भावनाका सत्यप्रकाश प्रेमको सन्दर्भबाट टाढै रहन चाहन्छन्। कलेज आएपछि निशाले उनलाई देख्ने बित्तिकै मन पराउँछिन्, म्यासेज गर्न थाल्छिन्, कलेजमा पछ्याउन थाल्छिन्। बिस्तारै उनले सत्यप्रकाशको मन जित्छिन्। कथा अगाडि बढ्दै जाँदा एउटा यस्तो घटना हुन्छ जसले मोड नै बदलिदिन्छ। त्यसपछि विभिन्न रहस्य खोतल्दै कथा अगाडि बढ्दछ। मध्यान्तर अगाडिको भागमा इन्टरटेनिङ बनाउन बढी समय दिएको जस्तो लाग्छ। मध्यान्तरपछि ट्विस्ट एन्ड टर्नलाई प्राथमिकता दिएको छ। कलेज र होस्टेल जीवन कथा दर्शकका लागि नयाँ भने होइन। यसमा विषयवस्तुमा थुप्रै फिल्म बनिसकेका छन्। त्यसैले पनि होस्टेल 3 हेरिरहँदा धेरैलाई अन्य फिल्मको झल्को समेत आउन सक्छ। तैपनि फिल्म र कथालाई रोचक बनाउन केही नयाँपन र सस्पेन्सको काम गरिएको छ। तर फिल्म अलि तन्काइएको छ। सायद ह्याप्पी इन्डिङमै पुर्याउन निर्देशकको जबरजस्त प्रयत्नले फिल्म लामो बनेको हुन सक्छ। कलाकारहरू नयाँ भए पनि अभिनयमा खोट लगाउने त्यस्तो ठाउँ देखिँदैन। सबैजसो कलाकारको अभिनयमा सम्भावना देखिएका छन्। खलपात्रको भूमिकामा सन्तोष बानिएको काम पनि राम्रै देखिन्छ। अन्तर्निहिन पात्रको भूमिकामा उमर खान सुहाएका छन्। थोरै बोल्ने तर अनुहारबाट धेरै कुरा भन्ने उनको अभिनय गजबको लाग्छ। कथावस्तुमा केही कमजोरी नभएको भने होइन। सिनियर भएकै कारण जुनियर विद्यार्थीलाई हेप्ने, नमस्कार गर्न लगाउने जस्ता गतिविधि अलि अतिरञ्जित जस्तो लाग्छ। पछिल्लो समय फिल्ममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका कथा आउन थालेका छन्। यो आफैमा सुखद कुरा पनि हो। होस्टेल 3 मा समलिङ्गी पुरुषको एकहोरो प्रेम देखाएको छ। यद्यपि सो पात्रको कथा समापन सही तरिकाले प्रस्तुत गर्नमा निर्देशक चुकेको देखिन्छ। फिल्ममा अर्को एउटा दृश्य छ जहाँ एक पात्रको मृत्यु हुन्छ। उक्त घटना देखाउँदा लेखक तथा निर्देशकले कानुनको राम्रो अध्ययन नगरे जै लाग्छ। खिचाइ, लोकेसन, फ्रेमिङ, लाइट, कलर, ब्याकग्राउन्ड स्कोर सबै पक्ष राम्रो छ। सङ्गीत आकर्षण नलागे पनि खराब लाग्दैन, तर सङ्गीतले कथालाई अगाडि बढाउन मद्दत गरेको देखिँदैन। होस्टेल नयाँ नयाँ सम्भावना बोकेका कलाकार भित्राउन यसपालि पनि सक्षम देखेको छ। यसलाई फिल्मकै सबैभन्दा राम्रो पक्षको रूपमा लिन सकिन्छ। यसमा नयाँ कलाकार लिँदा पनि निर्माता निर्देशकले राम्रै सोच विचार गरेको देखिन्छ। पश्चिम क्षेत्रबाट टिकटकमा चर्चित पारस बम, कुल बोइज, सिक्किमका चर्चित कलाकार पदम तामाङ, भोइस अफ नेपालबाट चम्किएका भुटानका रिहान गिरीलाई डेब्यू गराउनमा निर्माता निर्देशकको राम्रो तयारी देखिन्छ। फरक फरक भूगोल र क्षेत्रबाट कलाकार लिँदा फरक क्षेत्रका दर्शकमा पनि फिल्मप्रतिको आकर्षण बढ्न सक्छ। पछिल्ला वर्ष सम्भावना बोकेका नयाँ कलाकारहरूको खडेरी देखेको समयमा होस्टेल 3 बाट उदाएका कलाकारहरूले सम्भावना देखाएका छन्। यद्यपि होस्टेल 3 का कलाकार कति सफल हुन्छन् त्यो उनीहरूकै आगामी मेहनतमा भर पर्छ। त्यस्तै होस्टेल 3 बाट फिल्म क्षेत्रले सम्भावना बोकेका नयाँ निर्देशक समेत पाएको छ। समग्रमा होस्टेल 3 आँखालाई नबिजाउने फिल्म हो। मनोरञ्जनका हिसाबले हेरुन्जेल रमाइलो लाग्छ। विशेष गरी नवयुवा पुस्ताले यसलाई रुचाएका सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ। यसर्थ होस्टेल 3 लाई पैसा असुल फिल्म मान्न सकिन्छ। तपाईलाई होस्टेल 3 चलचित्र कस्तो लाग्यो? तपाईको विचार कमेन्टमा लेख्न भने नछुटाउनुहोला। अनि भूगोल टिभीको च्यानलसँग जोडिन पनि नबिर्सिनुहोला। आजको भिडियो सामग्री हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।